हेलो गाइस वान सेकेन्ड वेलकम ब्याक टु माई च्यानल। कस्तो हुनुहुन्छ सबैजना? ठिकै हुनुहुन्छ होला? म पनि एकदमै ठिकै छु होइन। आजको भ्लगको सुरुवात चाहिँ मेरो रुमबाट छ होइन। आज रुममा चाहिँ किन भ्लग गरिरहेको छु भने मेरो चाहिँ धेरै काम छ गाइस आज रुममा कि अन्त रुममा चाहिँ के काम छ भने आज मेरो रुम साफ गर्नु छ मलाई होइन। किनकि अब हप्तामा एक दिन छुट्टी हुन्छ, छुट्टीको दिन त रुम त साफ गर्नै पऱ्यो गाइस होइन। अलरेडी मैले यो मेरो बेडसिटहरू चाहिँ मिलाइसकेँ अनि यो फ्लोर चाहिँ मैले क्लिनिङ गरिसकेँ गाइस हो। अन्त यो मेरो जुत्ताहरूको कलेक्सन एकदमै बिग्रेको छ गाइस हो। हेर्नुहोस् म देखाउने छु तपाईँहरूलाई। मेरो जुत्ताको कलेक्सनहरू चाहिँ एकदमै बिग्रेको छ। यहाँ हेर्नुहोस् एकदम मैले चाहिँ होइन अब यो जुत्ताहरू चाहिँ हाल्दैछु। अब यो केही काम छैन होइन। जुत्ताहरू त दामी दामी छ गाइस हो। तर यसको चाहिँ काम कुरो तमाम गर्नु पऱ्यो नि त अब होइन। यो मेरो कलेक्सनहरू हो जुत्ताको, हेर्न सक्नुहुन्छ। अनि मेरो यो चाहिँ मेड इन तुर्किज हो यो आइटम चाहिँ होइन। अन्त यो चाहिँ मेड इन भियतनाम है। अन्त यो राम्रो छ भ्यान्स होइन। यो पनि मेड इन तुर्की नै हो गाइस, मेड इन तुर्की। यो चाहिँ लोफर होइन, लाएको छुइनँ, युज गरेको छुइनँ। यसलाई पनि टक्कै प्लास्टिकमा हालेर राखिहाल्नुपर्छ गाइस होइन। माया गर्नुपर्छ नि त्यस्तो जुत्ताहरूलाई हो किन भन्नुहोस् त गाइस, प्लास्टिकमा हालेर राखिदिइहाल्नुपर्छ होइन। अन्त अर्को कुरा यो चाहिँ मेरो कलेक्सन होइन जुत्ताहरूको। बाहिर पनि छ कलेक्सन, जुत्ताको त धेरै कलेक्सनहरू छ मेरोमा होइन। अन्त बाहिर पनि छ। र गाइज आज मैले सफा गर्ने चिजहरू चाहिँ यहाँ हेर्नुहोस्, धेरै सफा गर्नु छ मैले। यो चाहिँ मेरो जुत्ताकै कलेक्सन हो। यो पनि यो चाहिँ वान अफ द बेस्ट है, मेरो कम्फर्ट सुज होइन नाइकीको। मलाई हेभी मनपर्छ, म चाहिँ यो लाउँछु है। मेड इन चाइना है, तर गाइस यो चाहिँ मेड इन चाइना होइन, त्यस्तो खास होइन तर खप्यो 2 साल। अन्त यो मेरो सुज चाहिँ मेड इन तुर्की हो। यो पनि तुर्की हो। मेरोमा 6-7वटा छ यसको कलेक्सन। अनि मैले गाइज आज चाहिँ सफा गर्नुपर्ने रुमहरू चाहिँ योहरू हो। हेर्नुहोस् न आमामा एकदमै गन्दा भइरहेछ रुमहरू होइन। योहरू सबै सफा गर्नुपर्छ हो। अन्त केही छैन, सफा त गर्ने हो। अनि मेरो यो रुमको इन्टिरियर है। अनि यो रुम चाहिँ मेरो यहाँनिर 2टा टोइलेट बाथरुम दिएको छ कम्पनीले होइन। अन्त यो चाहिँ अब हाम्रो एक्सेसरिजहरू। अन्त किचन हेर्नुहोस् गाइस, किचन पनि यस्तो छ होइन। अन्त किचन चाहिँ टक्कै है। अब हेर्नु न किचनको हालत पत्ला। अब केटाहरूले रुम सफा गर्दैन त के गर्नु त अब हो। अन्त अब मैले गर्नुपर्छ यहाँनिर सबै कुरो भनेको लागि नि है, मैले गर्नुपर्छ गाइज होइन सबै कुरो। अन्त अब हेर्नुहोस् होला सबै किचनहरू सफा गर्ने होइन। अब सफा गरेको भिडियो देखाउँछु नि तपाईँहरूलाई है। अन्त अर्को कुरा गाइज, अन्त मेरो यो खासै मैले यो किन सोधेको भने अब यहाँ सुकाउनेहरू छैन नि त। बाहिर कहाँ कहाँ पनि कति तल माथि छौँ हामी, अन्त कहाँ सुकाउनु हो। अन्त केटाहरू छ उतापट्टि फिलिपिन्सहरू बस्छ, अन्त म चाहिँ यहाँ नेपालीमा भनेको चाहिँ म मात्रै हो। अन्त ठिकै छ गाइस। यो चाहिँ मेरो इन्स्ट्रुमेन्टहरू हो, म्युजिकल इन्स्ट्रुमेन्ट हेर्नु सक्नुहुन्छ। मेरो यामाको एम्प छ, फ्यान्डरको गिटार होइन। अन्त म बजाउँछु समटाइम होइन। मलाई आइविस अब मलाई राम्रो लाग्यो भने म एकदम मुड अनुसार हुन्छ, राम्रो मुड छ भने गिटारहरू बजाएर गीत पनि गाइदिइहाल्छु होइन। अन्त आज चाहिँ गीत गाउने मुड छैन। र आज चाहिँ यो मेरो चाहिँ एक्सेसरिजहरू हो होइन। एक्सेसरिज होइन, यो चाहिँ मेरो मेकअप सेट गाइस, हेर्नु सक्नुहुन्छ। यो चाहिँ मेरो मेकअप सेट हो। म यो पर्फ्युम युज गर्छु। अनि यो चाहिँ मेरो फेस वास हेनतेन होइन, अब के भन्छ के हो थाहा भएन होइन। अनि गाइज यो चाहिँ मेरो लुगाको कलेक्सन है, प्यान्टको कलेक्सन। यहाँ चाहिँ म प्यान्ट मात्रै राख्छु, सबै प्यान्टहरू हो मेरो 10वटा जस्तो प्यान्ट छ। अन्त योहरू सबै प्यान्टहरू हो। यो चाहिँ मैले हिजो लगाएको थिएँ यत्तिकै राखेको क्या, राति आएको थिएँ यत्तिकै फ्यालिदिएर। अनि हिजो मैले यो सबै धोइसकेँ। यहाँ युनिफर्म विथ मेरो यो लुगाहरू छ होइन। राम्रो राम्रो टी सर्टहरू चाहिँ यहाँ राख्छु, कोटहरू यहाँ राख्छु होइन। अन्त यो चाहिँ यति नै हो भाइ, यस्तै हो अब के गर्नु होइन। अब गाइस रुम सफा हुन्छ मेरो, हेर्दै गर्नुहोस् तपाईँलाई सफा गरेको भिडियोहरू बनाउँछु। र गाइस अब चाहिँ सफा हुन्छ है रुम। अब चाहिँ
फाइनल लुक यो रुमको चडक्क देख्यो नि त गाइस अहिले हो क्या भन्नुहोस् त राम्रो देख्यो चडक्क फाइनल लुक कि गाइस चिडिक्कै राम्रो देख्यो कि देखेन र गाइस रुमहरू पनि साफ गरिसकेपछि होइन रुमहरू सबै साफ भइसक्यो र अब चाहिँ है फाइनली है सबै कुरो भइसक्यो होइन रुमहरू पनि चडक्क भइसक्यो अब त एकदम रिल्याक्स हुनु पऱ्यो होइन अब खानाहरू बनाउँछु होइन अन्त मैले फाइनली रुमहरू साफ गरिसकेँ र तपाईँहरूलाई है आज मेरो यो साफसफाइको भिडियो राम्रो लाग्यो तपाईँहरूले लाइक गर्नुहोस् अनि सब्सक्राइब गर्नुहोस् हेर्नुहोस् त यो खोल्दै राखेको छु सब्सक्राइब गर्नुहोस् होइन यति भन्दामा है अर्को भ्लग अझै राम्रो है बाहिरतिरको भ्लगहरू लिएर आउनेछु लभ यु गाइज बाई बाई सी यु नेक्स्ट भ्लग